साथीहरु आज चाहिँ म गइराको छु कोल्बी बजार पुगेर आज चाहिँ म के खाएँ के गरे भनेर फुल भिडियो हेर्न नबिर्सनु होला साथीहरु। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माय युट्युब च्यानल इज गुड स्क्वाड। फेरि पनि हजुरहरुलाई स्वागत छ आजको मेरो न्यू डे न्यू ब्लगमा। साथीहरु आज चाहिँ म र बुट्नी दिदी गइराको छौं कोल्बी बजार। एकछिनमा जानेवाला छौं हैन। बुट्नी दिदी चाहिँ बिहानै आएर मलाई भनेर जानु भइसक्यो र म चाहिँ अहिले भात खाइराको छु। मसँग चाहिँ छ आज आलु र चनाको सब्जी माने कि झोल हो, अनि रायोको साग, अनि यो प्याजी चप भन्छ नि, प्याजी चप छ यस्तो मिठो। सो म चाहिँ अब खान्छु हैन। आज चाहिँ कोल्बी बजारमा के हुन्छ, कोल्बी बजार भन्नाले काम छ अलिकति बुट्नी दिदीको, अनि त्यसपछि चाहिँ हामी बजारमा पनि पस्नेवाला छौँ, के खानेवाला छौँ। हेरौँ न आजको ब्लग के हुन्छ। त्यही भएर आज मैले ब्लग बनाइदिएको। सो यो चाहिँ प्याजी चप मिठो यसरी खाने हो। बिहानको सुरुवात त खत्रै भएको छ आज, खाएला अब एकछिनमा खाएर भेट्छौँ। सो साथीहरु अब चाहिँ हामीहरु गइराको छौँ र यहाँ पुनिया चाहिँ यहाँ के गरिरहेको छ हैन। साथीहरु दिनभरि मोबाइल चलाएर बस्छ। यहाँ हेर्नुस् त कहाँ छ पुनिया, यी हेर्नुस् के गरे मोबाइल चलाएर बस्छस्, मोबाइल चलाएर बस्छस्। चुप। साथीहरु अब चाहिँ हामीहरु गइराको छ। पुनियाको भाइ यही हो। हेलो हेलो बोल, हेलो बोल, पुनियाको भाइ। ल साथीहरु बुट्नी दिदी चाहिँ आउनु भइसकेको छ र अब चाहिँ हामीहरु गइराको छौं। मुखसुक बाँधेर यति चिसो छ नि आज भोलि त के हेर्नुस् पुरै। आज त घाम नै आएन लिटरली साथीहरु, आज चाहिँ घाम नै आएन। सो अहिले चाहिँ हामीहरु गइराको छौं। जाम मान्छे आएन के जाम। सो साथीहरु अहिले चाहिँ हामीहरु आइसकेको छौं कोल्बी बजारमा हैन। एकदमै यहाँ धुमधामले यहाँ के बजार सजार लागिसकेको छ हैन। यहाँ चाहिँ हाम्रो बुट्नी दिदी पनि छ पछाडी, हेर्नुस् भोप परेर बसिसकेको छ। र यहाँ हेर्नुस् बजारको चाहिँ एकदमै अब के भनौँ, आज त एकदमै चिसो छ के साथीहरु, एकदमै चिसो चाहिँ कम छैन। फेरि साथीहरु पन्जा मुखसुक छोपेर आएन भने त बिराम भएर त पुत्लुक्कै हुन्छ हैन। बात त सही है। एकदमै चिसो छ। सो अहिले चाहिँ हामीहरु उतापट्टि जानुपर्छ हैन, उता साइड जानुपर्छ। सो त्यही भएर चाहिँ कोल्बी बजारमा चाहिँ हामी एकछिनमा आउँछौँ। सायद आज पनि चप खानेवाला छौँ होला हैन। आज कोल्बीको चप टेस्ट, हिजो चाहिँ चप्पुरको चप टेस्ट, कहिले चाहिँ कहाँको चप टेस्ट हैन। सो अब चाहिँ हामीहरु गइराको छौँ। सो लेट्स गो। क्यामेरा कस्तो आछ, मुख आएको छ कि छैन त्यो पनि हामीलाई थाहा छैन। कालो छ कि भूत छ यत्रो छ, कालो छ कि भूत छ यत्रो छ, सम्पूर्ण नेप्ताहरू माचिनु त्यो पनि थाहा छैन। ल साथीहरु अब चाहिँ हामीहरु गइराको छ। हेर्नुस् कोल्बीको यहाँ के छ, कृषि के हो म चाहिँ देखाउन सकिनँ। हेर्नुस् एक्ज्याक्ट अब आफै हेर्नुस्। ल बाई बाई, अहिले त्यहाँ गएर भेट्नुपर्छ है। ल साथीहरु अहिले चाहिँ हामीहरु सपी भन्ने गाउँमा आइसकेको छौँ। कोल्बीको सपी भन्ने गाउँमा। उहाँ चाहिँ बुट्नी दिदी हुनुहुन्छ, उहाँ चाहिँ केही किन्न जानु भएको छ हैन। रेडी पनि कसले बजाएको हो यत्रो हैन। सपी भन्ने गाउँमा आइसकेको छौँ। अहिले चाहिँ त्यहाँ उहाँसम्म जानुपर्छ हैन। सो त्यही भएर सो लेट्स गो साथीहरु। म चाहिँ यतापट्टि आइसकेको छु हैन। सपीको चाहिँ यहाँ कुन चाहिँ गाउँमै हेर्नुस् त यस्तो राम्रो यहाँ पोखरी छ हैन बिचमा हैन। अनि वहाँ चाहिँ हाँसहरू छ हैन। म चाहिँ यतिकै यहाँ बुट्नी दिदी चाहिँ त्यहाँ हुनुहुन्छ हैन। अनि म चाहिँ यतिकै गाउँहरू चाहिँ एक्सप्लोर गर्न आएको छु। सो तपाईहरु चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हाँसहरू छ हैन। अहिले चाहिँ हाम्रो गाउँमा चाहिँ यस्तो हाँसहरू चाहिँ देख्नै पाउँदैन कि यति धेरै हैन। यहाँ पोखरीको छेउछेउतिर हैन, यहाँ हेर्नुस्। अनि वहाँ चाहिँ टाउकोमा बोकेर हेर्नुस् त्यहाँ के ल्याइरहेको छ मान्छेहरूले हैन। अनि सबैजनाले वहाँ साइकलमा पनि के गरिरहेको हुन्छ। हाँसहरू पनि हेर्नुस् न कस्तो राम्रो पोखरीको साइडमा। अनि यहाँ चाहिँ एउटा फिल्ड पनि रहेको छ साथीहरु, हेर्नुस् फिल्ड पनि छ हैन। मलाई चाहिँ यस्तो गाउँहरू चाहिँ एक्सप्लोर गर्न चाहिँ एकदमै रमाइलो लाग्छ। तर यहाँ चाहिँ टाउकोमा के बोकेर लिएर आउने मान्छेहरू पनि मलाई चाहिँ एकदमै युनिक लाग्छ क्या त्यतिर कल्चरहरू। चाहिँ बाख्रालाई चाहिँ झन् त्यहाँ झन् बाख्राले चाहिँ के ल्याइदिएको छ। तपाईहरु मेरो पछाडि हेर्न सक्नुहुन्छ टाउकोमा चाहिँ कस्तो राम्ररी यहाँ बोकेर लिएर आउनु भएको छ हैन। त्यो घाँसहरू के छ कस्तो राम्ररी बोकेर लिएर आउनु भएको छ। यस्तो जाडो छ नि साथीहरु, हेर्नुस् यतिको जाडो चाहिँ म यहाँ हाम्रो निजगढतिर पनि छैन है। यहाँ भैँसीहरूलाई पनि यतिकै पोखरी छेउमा राखेर के भन्नु। म चाहिँ तपाईहरुलाई यो बाख्राले देखाइदिन्छु ल कुन चाहिँको बाख्रा हो। फेरि हाँस्दैन मान्छेहरू, कुन चाहिँको बाख्रा हो म तपाईहरुलाई देखाइदिन्छु है। बाख्राले यहाँ लुगा लगाइदिएको छ बिचारा बाख्रा, हेर्नुस् त जाडोले। तपाईहरुलाई म देखाइदिन्छु ल।
यहाँ बाख्राले हेर्नुहोस् त कुन चाहिँको बाख्रा हो घाँस खाइरहेको छ। हेलो बाख्रा, हेलो, के गरेको तेरो बाउले? बिचारा बाख्रा हेर्नुहोस् साथीहरू, लुगा लगाइदिएको छ बाख्रालाई। यहाँ फिल्ड छेउमा रहेछ। मैले चाहिँ यो गाउँको नाम चाहिँ खासै मलाई ठ्याक्कै थाहा छैन है, गाउँको नाम के हो भनेर। यस्तो रहेको छ गाउँ। यो सबैभन्दा चाहिँ यता थियो होइन, त्यही भएर चाहिँ मलाई थाहा नै थिएन, थाहा नै छैन। अब चाहिँ म गइरहेको छु उतातिर। सायद बुढी दिदीले चाहिँ मलाई चिप्स पनि दिएको थियो, त्यही भएर। सो अहिले चाहिँ म एकछिनमा खान्छु होइन। सो तपाईँहरूले म अहिले एकछिनमा देखाउँछु। सो लेट्स गो। ले सो साथीहरू, अहिले चाहिँ फेरि हामीहरू आइसकेको छौँ कुल्बी बजारमा होइन। मान्छेहरूको भिड चाहिँ एकदमै धमाधम, मान्छेहरू चाहिँ एकदमै धेरै छ होइन। कसले फोन गरेको? ओ माई गड साथीहरू, कुल्बी बजारको माछा बजार हेर्नुहोस्, कति धेरै माछा बेच्ने मान्छेहरू। आन्द्रा भोटी के भयो त? मछरीको आँती। बुढ्नी दिदीले चाहिँ यहाँ माछाको यो आन्द्रा भोटी सबै लगिरहेको छ, घरमा गएर बनाएर खाने रे। त्यही भएर माछाको आन्द्रा भोटी बुढ्नी दिदीले लिँदै हुनुहुन्छ होइन, घरमा गएर बनाएर खाने रे। कसरी बनाउने होला अब बुढ्नी दिदीले नै बनाउँछ होला, त्यो चाहिँ मलाई थाहा छैन। हेर्नुहोस् माछाको आँती भोटी। माछावाला चाहिँ भागिसकेको छ कहाँ। माछावाला चाहिँ भागिसकेको छ। मछरी काँची दिन मिल्छ? यस्तै लानु उठाइरहेछ त। सो साथीहरू, अहिले चाहिँ हामीहरू यहाँ तातो पकौडा खान आइसकेको छौँ यहाँ कुल्बी बजारको। एकदमै चिसो छ कि यतापट्टि चाहिँ, एकदमै चिसो कि। हाम्रो गाउँतिर यस्तो चाहिँ हुसो चाहिँ लागेको थिएन होइन, पर यतातिर चाहिँ के भन्नु साथीहरू, ओ माई गड यति धेरै हुसो लागेको छ नि। सो त्यही भएर चाहिँ अहिले चाहिँ हामीहरू यहाँ कुल्बी बजारमा, आज चाहिँ फ्राइडेको बजार पनि लागेको छ। सो त्यही भएर चाहिँ अहिले चाहिँ हामीहरू पकौडा खान आएको। के को पकौडा रे? कोपी र आलुको। फेरि बता हेरिराखेँ, हेरिरहेको छौ। हेलो, छट्टुको बहिनी हो साथीहरू, यो चाहिँ छट्टुको बहिनी हो। 10 रुपियाँको मात्र टेस्ट गर्ने। हेर्दा बढी चाहिँ साथीहरू 5 रुपियाँको एउटा मात्र दिँदो रहेछ होइन। 10 रुपियाँको 3टा भन्न, 5 रुपियाँको एउटा दिँदो रहेछ। आइरहेको छ कि छैन मलाई त्यो पनि थाहा छैन साथीहरू। त म चाहिँ अब ट्राई गर्न गइरहेको छु यतापट्टि पकौडा चाहिँ कस्तो हुन्छ भनेर। लेट्स ट्राई। तातो एकदमै मिठो छ साथीहरू। टेस्ट आएको छ कि छैन त्यो पनि थाहा छैन। मिठो छ गाइस, मिठो छ। तर 5 रुपियाँको एउटा मात्र पाइन्छ कि, त्यही हो प्रब्लम। तर मिठो छ। के गरेको सो साथीहरू, अहिले चाहिँ हामीहरू यहाँ चटपटी खाना आइसकेको छौँ ठ्याक्कै यहाँ कुल्बी बजारको। यहाँ कुल्बी बजारको ठ्याक्कै यहाँ के छ मैले त्यो एक्ज्याक्ट लोकेसन चाहिँ थाहा छैन साथीहरू। तर चाहिँ हामीहरू यहाँ चटपटी खाना आइसकेको छौँ। 50 रुपियाँको चटपटी होइन। अब चाहिँ कस्तो हुन्छ भनेर। यहाँ चाहिँ हाम्रो मिठो मिठो चटपटी पनि रेडी भइसकेको छ हेर्नुहोस्। सो अब चाहिँ हामीहरू खाना गइरहेको छौँ। लेट्स ट्राई साथीहरू कुल्बीको चटपटी फर द फर्स्ट टाइम। सो म चाहिँ खाइरहेको छु साथीहरू। मिठो छ। अब चाहिँ हामीहरू घर गइरहेको छौँ कुल्बी बजारबाट। सपिङ के खाएर अब कुराहरू पनि भइसक्यो होइन। सो त्यही भएर चाहिँ अब चाहिँ हामीहरू घर गइरहेको छौँ। ठ्याक्कै यहाँ मन्दिर नेरी छ है हामीहरू। हेर्नुहोस् यहाँ चाहिँ कुन चाहिँ मन्दिर हो होइन। अब चाहिँ हामीहरू घर गइरहेको छौँ। यहाँ हेर्नुहोस् कुल्बी बजार। अब चाहिँ हामीहरू घर गइरहेको छौँ। बुढ्नी दिदीको छोरी चाहिँ यहाँ निरज दाईहरूसँग चाहिँ गइसक्यो होइन।
बुढ्नी दिदीको छोरी चाहिँ धीरज दाईहरूसँग चाहिँ गइसक्यो। सो त्यही भएर चाहिँ अब चाहिँ हामीहरू गइरहेको छौँ हतार हतारमा। मुखसुकी बान्नुपर्छ, हेलमेट सेलमेट लगाउनुपर्छ, सब के गर्नुपर्छ सबै अब होइन। सो आजको भ्लग चाहिँ यस्तै भयो। सो अब चाहिँ घरमा गएर भेटौँ। एकदम राति भइसकेको छ हेर्नुहोस्। सो बाई बाई साथीहरू, अहिलेको लागि चाहिँ यति नै। अहिले चाहिँ हामीहरू घरमा आइसकेको छौँ। एकदमै चिसो के साथीहरू, बाटोभरि। त्यही भएर मैले बाटोमा चाहिँ के भ्लग बनाउनु, राति भइसकेको छ हेर्नुहोस्, अँध्यारो पुरै अँध्यारो भइसकेको छ होइन। अनि म चाहिँ मेडिकल पनि गएको थिएँ दबाई लिनको लागि, एक्स्ट्रा दबाई सकेको थियो हेर्नुहोस्। यति धेरै दबाई छ मेरो, दबाई हेर्नुहोस्, दबाई थियो होइन। अनि एउटा चाहिँ च्यवनप्रास लिएर आएँ होइन मेडिकलबाट। अनि दबाई पनि छ, झरेर मरोस्। यति दबाई चाहिँ खाएर हेर्नुहोस् त सकिसकेको छ। यति धेरै दबाई खाएको। जहिले पनि बिरामी भएको भयो गर्ने, सानैदेखि बिरामी हो। त्यही भएर अस्तिदेखि नै बिरामी भएको भयो थियो कि, बच्चैदेखि बिरामी हो म। त्यही भएर दबाईको ढेरी नै छ हेर्नुहोस्। सब चाहिँ ट्युसन पढाउनु पर्छ होला अर्पीहरूलाई अनि निलेहरूलाई अलिअलि। अनि त्यसपछि चाहिँ भेटौँला। अहिलेको लागि चाहिँ यति नै। सो साथीहरू, मैले हिजोको भ्लग चाहिँ कम्प्लिट गर्न पाएको थिएन, किनभने हिजो चाहिँ म चाँडै सुतिसकेको थिएँ। सो त्यही भएर चाहिँ आज म एन्डिङ गरिदिरहेको छु। आजको लागि चाहिँ यति नै। अहिले नयाँ भ्लग बनाउनुपर्छ त्यही भएर।